वेलकम छ साथीहरू हाम्रो युट्युब च्यानलमा। आज चाहिँ हामी यसो घुम्न भनेर निस्केको थियौँ है। अनि हिँड्दा हिँड्दै कहाँ आइपुग्यौँ? बुटोल गोलपार्कको गोलपार्क लुम्बिनी केबल कारमा। कुन ठाउँ अरे? यो यहाँबाट बुटोल गोलपार्कको लुम्बिनी केबल कार। फाइनली टिकट पनि लिइसकेँ, वाटर बोतल यसमै छ कि सबै। अनि अब हामी चाहिँ माथि जाँदैछौँ केबल कारमा चढ्नलाई। द गाइज देख्न सक्नुहुन्छ यहाँको भ्यूहरू, यहाँको सिनहरू तपाईँहरू देख्न सक्नुहुन्छ है त गाइजहरू। यसरी टक्क घुम्दै घुम्दै जाने हामी। अब तर म चाहिँ यहाँ यसो चप्पलमा छ गाइज है त। डाइरेक्ट चाहिँ हामी चाहिँ यहाँबाट यसरी जाँदैछौँ है त। हामी खासमा टार्गेट त यहाँ थिएन, तर हिँड्दा हिँड्दै यहाँ आइपुग्यो है त गाइजहरू। गाइजहरू अनि भन्नुहोस् अरू केही ल। अब हामीसँगै लुम्बिनी केबल कार घुम्न जाने भयो। हामी सँगसँगै हाम्रो भिडियो अन्तिमसम्म हेरिदिनु होला। कति चिसो माग्नु भएछ कि पानी है? चिसै खाने भनेर हो गर्मीमा। अनि हिँडेर पनि जानु मिल्ने रहेछ कि। कहाँ हो? हो ए होला होला। ट्रेकिङ जानेहरू त त्यहाँ जानु मिल्ने रहेछ। ल गाइज हामी चाहिँ केवल कार चढ्ने भित्र आइसक्यो है त। ए यहाँ टिकटिक बजाउँदै जाने रहेछ अहिले। गाइज है हामी चाहिँ ठ्याक्क लगाएर छिरिसक्यो। यिनीलाई किन भर्नु छ नि त्यो गाइजहरू। हामी चाहिँ यो माथि आयो है त, टिकट घरको माथि आइसकेको छ, काउन्टर माथि ठक्क लगाएर हामी चाहिँ अब केबल कारमा जाँदैछौँ। तपाईँहरू देख्न सक्नुहुन्छ है त। फाइनल्ली केबल कारमा आइसक्यो। ल जुन ल हामी चाहिँ ठ्याक्कै आइसक्यो। ल फाइनली ल जाम ल जाम 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 जाम। ओके गाइस हामी चाहिँ टक्क छिरे। Aquela coisa dele, só virei também, dona da marca também. Guys, यो चाहिँ सिद्धमा हो। ठ्याक्कै यो चाहिँ रोड हो है, यो रोड हो, यो सिद्धमाको त्यो खोला। हामी चाहिँ अहिले ट्याक्कै भन्नुपर्दा केबल कार
के फाइनल्ली बसन्तपुर डाँडामा आयो हामी चाहिँ है त। कालो कालो ठिक छ ल है तान भाइ तान। चमस के हुन्न त त्यति त साथीहरू हामी चाहिँ फाइनली केवलघाट चढेर यहाँ मन्दिर मा कामाख्या मन्दिर आइपुगेको छौँ। हेर्न सक्नुहुन्छ यस्तो छ यता यस्तो सररररर यो चाहिँ मन्दिर परिसर हो। मन्दिर परिसर होला नि के परिसर त बसन्तपुर डाँडामा रहेको मा कामाख्या मन्दिर यस्तो छ। हामी चाहिँ मन्दिर पस्दैनौँ खानासाना खाएर आएको त्यही भएर आउनु अब यता राम्रो रहेछ मन्दिर न। यहाँ फोटो खिच्ने थाहा भएछ कि त्यहाँ बस्नु त जानु बस्नु न। तर कालो आइरह कुन टाइममा हो र राम्रो आउने हिँड्नु ल जाऊ। फोटो खिचेन है मैले भिडियोमा त्यो छ तर देउस राम्रो रहेछ होइन। लाउनु यो बोतल लिनु ठुलै रहेछ मन्दिर पनि। लुम्बिनी केबल कार चढेर आएपछि माथि बसन्तपुर डाँडामा आएपछि यहाँ मन्दिर रहेछ मा कामाख्या देवीको। हामी चाहिँ पहिला आएको थिएनौँ अहिले फर्स्ट टाइमै आएको। केबल कार आइयो घोडामा नि चढियो अनि अहिले चाहिँ यता घुम्दैछौँ है हामीहरू। यो बसन्तपुर डाँडा लुम्बिनी केबल कारबाट चढेर जाइयो पाल्पाको बसन्तपुर डाँडामा कामाख्या देवी मन्दिर हो है यो चाहिँ गाइस। यसको यहाँ हेर्न सक्नुहुन्छ बाहिरी वातावरणहरू यस्तो छ है। यो यहाँ चाहिँ केही होला अब पूजासुजा गर्ने केही होला होइन भक्कल सकल गर्ने होला यहाँ काट के त्यस्तो छ। चाहिँ यताबाट पछाडिबाट पनि देख्न सक्नुहुन्छ है त गाई चाहिँ यस्तो छ। अब यो हो ठ्याक्कै यतापट्टि भनेको पाल्पा है त गाई छ। जिप लाइन पुरा पिङ होला के होला पिङ होला के होला इसी आउँछ इसी सुरुले यहाँ चाहिँ बच्चाहरू त्यता रहेछ घरहरू यताबाट त होइन सत्यवती जाने होइन अलि टाढा हो खै होला नजिकै के छ यो भन्दा माथि त टाढै छैन त ल देख्न सक्नुहुन्छ है। यता यो साइड भनेको पुरै पाल्पा हो है साथीहरू।
पुरै पाल्पा हो। अनि भन्नुहोस् न केही कुराहरू भन्नुहोस्। यहाँ चाहिँ आइपुगेको फाइनली आइपुग्यो तर धेरै टाढा रहेछ केबल कारमा हिँड्न पनि टाढा ती पनि त्यस्तै घोडामा नि हिँडियो सब एडभेन्चर जति गरियो त आज त्यो घोडाको भिडियो चाहिँ राम्रो भएन नि ल यता हेर्नुहोस् यता चाहिँ एडभेन्चरहरू छ पुरै जिप लाइनहरू हरेक कुराहरू छ उता देख्न सक्नुहुन्छ एडभेन्चर जोन होइन यहाँ एडभेन्चर जोन अनि तपाईँहरू देख्न सक्नुहुन्छ ल यहाँ जाऊ फोटो होइन भिडियो गर्छु कि भिडियो गर्छ त इलम हेर्नुहोस् त गाइजहरू यो के हो मेरो कारमा यसले के गर्न आएको कहाँदेखि आयो ल ठिक छ केही छैन उसले पनि लुम्बिनी केबल कार ओके यतापट्टि बस न पर्टु फ्लास आउँछ नि ल गाइज है हामी चाहिँ यहाँ बसन्तपुर कामाख्या देवी मन्दिरबाट चाहिँ हामी अब लाग्यो है अब फेरि केबल कारमा जानुपर्छ है त गाइजहरू त्यही हो म यहाँ छु मेरो मान्छे यहाँ छ पिङ खेल्ने भनिरहेको छ पिङ खेलिन्छ हो त सर यता यता फर्किँदा पो राम्रो देखिन्छ त यो चाहिँ अब केबल कारको घर हो होइन यहाँबाट हामी बुटुल झरिन्छ ल यता चाहिँ हो पिङ खेल्ने टर्खरमा छ राम्रो बस्यौ ल गाइस सरर पिङ खेल्दैछ है त वाउ यो फ्रेस वातावरणसँगै शीतल हावासँग यो सबैभन्दा अग्लो डाँडामा मन्दिरको नजिकै अनि यो पिङ एकदम खुसीका साथ खेलिरहेका छ है त गाइजहरू यस्तै छ है त हेलो साथीहरू फाइनली हामी चाहिँ आजको घुमघाम सकेर घर आइसकेछौँ आएर चेन्ज गर्ने फ्रेस भएर बसिसकेछौँ है नयाँ ठाउँमा घुम्न गयो रमाइलो भयो त्यो फ्रेस चाहिँ भयो राम्रो ठाउँ रहेछ र आजको हाम्रो भिडियो चाहिँ यति नै यदि हजुरहरूलाई हाम्रो भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब एन्ड कमेन्ट गर्न नभुल्नु होला आजको भिडियो यति नै बाई बाई